हेलो गाइस, आज चाहिँ हामी यो स्टिकर अस्ति यहाँ अलिकति पिन्सेको थियो र हामीले चाहिँ फ्लिपकार्टबाट चाहिँ आज एउटा स्टिकर मगायौँ यसकोपट्टि र यसरी उकाउनुपर्छ। हेर्नु बिस्तारै उकाउनुपर्छ, उकाएर चाहिँ यो युज गर्नुपर्छ। यसले दुईटाको हुन्छ, यसको चाहिँ दुईपट्टि साइडको हुन्छ तर एकपट्टि मात्रै बिग्रेको, त्यही कारण एकपट्टिको चाहिँ मुनिको लाउँछ। यो आफै मगाएर आफै लाउन सक्नुहुन्छ है, किनभने यसलाई स्टिकरहरू उकेको छ भने आफै लगाएर लाउन सक्नुहुन्छ। यो फुटेको छ भने फुटेको पनि टाँडेर फेरि यस्तो स्टिकर आफै टाल्नु सक्नुहुन्छ। यो कसै युज गर्नु पर्दैन है कसैलाई पनि। यो चाहिँ लेफ्ट, यो चाहिँ यतापट्टि दाहिने साइडको, सरी दाहिने साइडको भयो। यो चाहिँ लेफ्ट साइडको हो यस्तो। र यो पनि छ, यसलाई चाहिँ अलिक राम्रो उखाल्नु छ। अन्त यो स्केच भएको चाहिँ यता यो स्केच भएको चाहिँ यसलाई चाहिँ सबै घोट्नुपर्छ, साइन पेपरले घोटेर अन्त त्यहाँदेखि यसको कलर लगाएर पलिस हाल्दा चाहिँ झकास देख्छ। यो त फेर्नु पर्दैन रहेछ है। स्केच भएको अब यस्तो लागेको छ भने चाहिँ यसलाई पुस्यो होइन, यसलाई सबलाई पुस्यो। यो चाहिँ उकिएको छैन भने चाहिँ तपाईँले पेट्रोल एकदम राम्रो कुरो। यो चाहिँ पेट्रोल हो, यो चाहिँ हल्कामा छ मेरो पेट्रोल हो। यसो गरेपछि उकिहाल्छ पेट्रोलले। यस्तो चालु भयो, अब यो सफा भयो होइन, सफा भयो। यसलाई सफा पुस्यो। अब स्टिकर आयो त्यसको खै यसरी यस्तो बोक्रा यसरी खोलेर चाहिँ यसलाई चाहिँ हल्का पुरानो दाग चाहिँ मेटाउनु हुँदैन यहाँ। र गाइस हेर्नु सक्नुहुनेछ है, फाइनल लुक चाहिँ यतिको भएको छ है। तपाईँहरूलाई पनि है यसरी नै घरमै यसरी स्क्र्याचहरू लागेको छ नि स्टिकर लिएर टाल्नु सक्नुहुनेछ है। अर्जिनल डुप्लिकेट हो नि, अर्जिनल अर्को कलर हुन्छ तर डुप्लिकेट अर्कै छुट्टिहाल्छ। माथि कालै त हो नि त, कालै बनाउनु हो नि। र यसको रलफल चाहिँ यसले खाएको छ, यो हेर्नु सक्नुहुनेछ। अरूको यस्तोमा हो, यसको चाहिँ फेरि यहाँ किनकि यहाँ दुलो छ कि त्यही भएर। र तपाईँहरूलाई है भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर फलो सब्सक्राइब सबै गरिदिनु होला है। र आजको भिडियो यतिसम्म नै थियो। सो धन्यवाद साथीहरू।